निर्मोही दाइलाई र त्यसै गरी म धन्यवाद दिन चाहन्छु गणेश विष्ट दाइलाई भागिना ग्रुपको अध्यक्ष जसले मलाई आज तपाईको सामु क्यारिकेचर गर्ने मौका दिनुभएको छ। कोलपुरको स्टुडियोहरु त खतरा भएर आउनु भएको छ, एकदमै राम्रो देखिरहनु भएको छ। सोल्टिनीहरुको लागि एउटा गीत हानिदिनु पर्यो पहिले। म तिमी बिना बाँच्नै सक्दिन, तिमी बिना केही सोच्नै सक्दिन, किनकि तिमी हौ मेरो जिन्दगी, अब तिमी हौ मेरो जिन्दगी, अब तिमी हौ। अब टोटपेलीहरुको लागि गीत गाइदियो भनेर यता टोटपे बाहरु चाहिँ रिसाइराख्नु भएको छ। उहाँको लागि त एउटा साइली हानिदिनु पर्यो। मैले गिटार बजाउन सिके उसलाई पट्याउनका लागि, मैले गिटार बजाउन सिके उसलाई पट्याउनका लागि, आज उसैको बिहेमा निम्तो छ गिटार बजाउनको लागि, आज उसैको बिहेमा निम्तो छ गिटार बजाउनको लागि। बल्ल तल एउटा केटी पट्टाको त्यही पनि अर्काले उडाइदिए हेर्नुहोस्। अब तपाईहरुलाई म मेरो सानो 1-2 कक्षाको कहानी सुनाउन चाहन्छु। जब म 1-2 कक्षामा पढ्थे मलाई केही पनि आउँथेन हेर्नुहोस्, न एबिसिडी आउँथ्यो न बगल आउँथ्यो, दुईटा कुरा फेरि धेरै आउँथ्यो हेर्नुहोस्। सानोमा के थाहा छ, सुसुरो एकदमै आउँथ्यो, कल्टोमै आउँथ्यो हेर्नुहोस् फेरि। अब केही पनि नआउने इक्जाम पनि नजिक आउन लागिसक्यो, अब केही पनि नलेखेर बसिरहेको थियो। अनि हाम्रो पढाउने विषय त्यति बेला यहाँ अहिले एन्करिङ गरिराख्नु भएको छ नि रिस्मा चौधरी भन्ने, त्यहाँले हामीलाई पढाउनुहुन्थ्यो। अनि मलाई केही पनि आएन, केही पनि लेखेको छैन। उहाँहरू भन्नुभयो अब तिमी किन यस्तो केही पनि नगरेको, तिमीले लेख्न आउन, तिमी लेख त। अनि मैले भने मिस चाहिँ मिस मलाई केही पनि आउन, अनि म के लेखौँ त? मिसले भन्नुभयो पहिला जे आउँछ त्यही लेख न, अनि भन्नुभयो पहिला जे आउँछ त्यही गर भन्नुभयो। अनि मेरो पालो पनि मैले त्यही पेपरमा सुसु गरेँ हेर्नुहोस्। अनि मिसले सोध्नुभयो छ्या जिग्रीमा लाज लाग्दैन के गर्दै यस्तो? अप्पो मिस तपाईँले त भन्यो भने पहिला जे आउँछ त्यही गर, अनि मैले त्यही नै गर्नु पर्यो नि, के गर्छ? अनि यसो पढाइतिर अघि बढ्दै थियो। अब एकदमै नजाने केही पनि नआउने मेरो छिमेकीको छोरी पनि जहिले पनि फर्स्ट आउँथे। अनि मेरो सुटोले गाली गर्थे के, एक त त्यो कोलाघरको त्यसप्रसादको छोरी फुसकुमाले हेर्दा त्यो जहिले पनि फर्स्ट आउने, त्यो जहिले पनि फेरि आउने। अनि मैले भन्दा सुटोलाई त्यसलाई हेरेर त म फेरि आएको नि, नत्र म पनि त फर्स्ट आउँथेँ नि, त्यसै रोएमा आएर म बिग्रेँ आउने भन्थे। अनि यसो हुँदै गयो, एसएलसी पनि नजिक आउन थाल्यो। अब कसरी लेख्ने एसएलसीमा थाहै थिएन। अनि हाम्रो प्रिन्सिपल सुटोले चाहिँ एकदमै जान्ने विद्यार्थीको पछाडि पाल्यो मलाई। अनि एसएलसीको रिजल्ट सुन्ने बेलामा त ए पोस्ट आइयो हेर्नुहोस्। अब ए पोस्ट आइसक्यो, हाम्रो सुटो अब मेरो रिजल्ट सुनेर बेहोसको बेहोस, अहिलेसम्म 10 बिघामा भएन भएको छैन हेर्नुहोस्। ए पोस्ट आयो छोराको भनेर। अनि अब स्कुल लाइफ पनि भयो, अब कलेज पनि पढ्नु पर्यो हेर्नुहोस्। अब कलेज पढ्दा कुन विषय रगम लाग्यो। यस्तो साइन्स लगाउनु पर्यो, त्यसमा स्कोप पनि हुन्छ, हल्का मान सम्मान पनि हुन्छ भनेर साइन्स लग्यो। 1-2 हप्ता कलेज गयो, के को स्कोप हुने हो? माइक्रो स्कोप र टेली स्कोप मात्रै हुँदो रहेछ, अरू केही पनि नै। अब तपाईँहरूलाई एउटा साइली हान्न चाहन्छु। पानी पर्यो रुजेमा, पानी पर्यो रुजेमा, अनि घाम लाग्यो सुकेमा। अनि यस्तो हुँदै थियो। अब अघि नै भर्खर म यता कोलमुतिर आउन गएको थिएँ हेर्नुहोस्। अनि यस्तो कोलमुतिरको आज त 15 बजे यस्तो दोकानहरू हेरेको, काठमाडौँ सेयर, सिङ्गापुर सेयर, चाइना सेयर लेखेको थियो। यसो याद आयो कोलपुरको जनतामाथि नै विकास हुन लागिसकेको छ। अब हाम्रो देशका नेताहरू जति देशलाई सिङ्गापुर बनाउँछु, हङकङ बनाउँछु भन्ने सकेको छैन। अब प्रधानमन्त्री भन्नु त मैले मेरो देशलाई 10 वर्षमा मैले सिङ्गापुर बनाउँछु भन्नुभएको मात्रै अहिलेसम्म केही गर्नु भएकै छैन। अनि के भन्नु त अब मेरा जनतालाई भन्न चाहन्छु, यो देशमा 10 वर्षमा हङकङ बनाउनेछु।
अमेरिका बनाउने छु, घर घरमा पाइपलाइनमा ग्यास वितरण गर्नेछु, पेट्रोल वितरण गर्नेछु। खै कहिले गरेको देखिएन। अनि यस्तो लाग्यो कि अब देशको नेताले नगर्नु सक्यो भने हाम्रो कोलपुरको दोकानवालाले चाहिँ गरिहाल्नु जस्तो लाग्यो। सिङ्गापुरसँग हङकङसँग गर्नुभएको छ, अब विकास आफैबाट गर्नुपर्छ भन्ने मनस्थिति आए जस्तो छ कि बल्ल। धन्यवाद।